जेरी अन टपको चाहिँ ट्रेलर रिभ्यू हेरेर अझै पनि गाली गरिरहेछन् के मलाई। अरे रुको जरा, सबर करो। मुभी हेरिसकेको छु, मुभी हेरिसके पछाडि कुन मुखले भन्ने होला त नि मुभी राम्रो छ भनेर। अभियसली यही मुखले भन्छु मुभी राम्रो छ। मैले यो फ्यान्सहरूलाई खुसी बनाउन भनेको पनि होइन, मुभी नराम्रो भएको भए मैले अभियसली नराम्रै भनिहाल्थेँ। र यो मुभीको पनि नेगेटिभ पोइन्ट्स पनि छ, त्यसमा पनि आउँला। बट यदि एक लाइनमा भन्ने हो भने मुभी वाचेबल, राम्रो मुभी बनेको छ। मुभी इङ्गेजिङ छ, मुभी इन्टरटेनिङ छ, मुभीमा कमेडी पनि छ होइन। केही ठाउँमा त्यो कमेडी अलिअलि फ्ल्याट पनि जान्छ, बट मेजोरिटी अफ द टाइममा चाहिँ मजाले काम गर्छ है। अनि त्यस पछाडि भनेको लभ स्टोरी, यो पनि राम्रै देखाइएको छ। एक्टिङ राम्रै गरेको छ, नराम्रो भन्न मिल्दैन। विशेष गरेर चाहिँ जसिता गुरुङ, आय हाय हाय यति कति राम्री हो। अनि एक्टिङ एकदमै राम्रो। सबैभन्दा धेरै स्ट्यान्ड आउट गर्ने कुरा भनेको यो मुभीको सिनेमेटोग्राफी। भिएफएक्स अलिअलि कमजोर लागे पनि सिनेमेटोग्राफी यति बवाल तरिकाले गरिएको छ नि, एकदमै राम्रो फिल आउँछ क्या, एकदमै मिठो फिल आउँछ होइन। अनि केही रियल लोकेसन्सहरूमा सुट गरेको एकदमै ब्युटिफुल। नेपाल यति धेरै ब्युटिफुल छ भन्ने कुरा पनि देखाउँछ क्या यो मुभीले। मुभीमा ब्याकग्राउन्ड म्युजिक पनि राम्रै छ। अनि सङ्ग्सहरू चाहिँ मलाई त्यति धेरै ठिक लागेन। अनि यसको सबैभन्दा ठुलो ड्रब्याक्स भनेको चाहिँ यसको लेन्थ, 3 आवर्स अलमोस्टको छ। अलिकति लेङ्दी फिल हुन्छ। फर्स्ट हाफ हेर्दै गर्ने बेला एकदम धेरै स्ट्रेच गरे जस्तो फिल हुन्छ, किन इन्टरभल आइरहेको छैन भन्ने जस्तो फिल भइरहेको थियो। बट स्टिल मुभी हेर्न लायकको छ, मुभी राम्रो बनेको छ। यतिको मुभीलाई राम्रो भन्न पर्छ। तपाईँहरूले हेरिसक्नु भएको पनि मुभी कस्तो लाग्यो त्यो पनि भनिदिनु होला। लाइक एन्ड फलो।